मेरो नाम राधाकृष्ण खड्का। म प्राय जसो पिनास भएर सधैँ दुखित भइरहने हुन्थेँ र उपत्यकाका हस्पिटलहरूमा प्राय जतातिर जान्थेँ केही दिनको शान्ति पाउँथेँ, केही दिनको पछि कुद्दै हिँड्थेँ। जहिले पनि दुखी नै रहन्थ्यो, टाउको दुख्ने पिनास पनि पहेँलो पानी आउँथ्यो अनि 15-20 दिन दुःख पाउँथेँ। डाक्टरहरूले भन्दाखेरि एक दिन चाहिँ अपरेसन गर्नुपर्छ भनेको र पिनासको भन्यो। अनि त्यहाँबाट अपरेसन भइसकेपछि मलाई पनि कता अलिकता डरै नै लाग्यो। प्रश्नले कुराहरू गर्नु पर्दाखेरि डरै नै लागिसकेपछि अब यस्तै हो भनेर मैले छोडिदिँदै गरेँ। जति दुखे पनि बरु पीडा सहन तयार भएँ। पीडा सहन तयार हुँदाखेरि म 2टा सिटामोल खानु चाहिँ एउटा सिटामोल नभएर टाउको दुख्दाखेरि 2टा सिटामोल पनि खान सुरु गरेँ। कुराहरू हुँदाखेरि भाइसँग त्यो जिटी आयुर्वेदिक क्लिनिकमा भेटघाटको कुराहरूमा रह्यो। मैले विश्वास चाहिँ लागेको थिएन। अनि गएर एकताल प्रयोग गरेर हेरौँ त भनेर भन्नेमा गएँ। जाँदाखेरि मलाई त्यो औषधि जुन भाइले प्रयोग हाम्रो भाइले कुरा हालिदिइसकेपछि मलाई भोलिपल्ट मेरो नाकबाट कस्तो हो भन्दाखेरि चौटा पदार्थहरू, त्यो ठोस पदार्थ, सुकेका पदार्थहरू निस्किन सुरु गर्यो। भोलि पर्सिपल्टबाट मलाई आधा जस्तो विषय हुँदै जाँदाखेरि मैले अनि त्यहाँबाट पिनास महिना 15 दिनमा हुन्थ्यो। मैले रुगा लाग्यो कि मलाई पिनास भइहाल्थ्यो। तर अब अहिले रुगा पनि लागेको छैन। अहिले 17-18 वर्ष मेरो भयो। अब फेरि यसरी दोहोऱ्याएर औषधि हाल्नु पनि परेको छैन। यसै गरेर फेरि अनि फेरि दोस्रो कुरा फेरि मेरो अर्को पनि छ। दोस्रो कुरा कस्तो, मेरो छोरी सेकेन्ड लेफ्टेन्टमा 13 महिना ट्रेनिङ गरिसकेको थियो। अब म जागिर खान सक्दिनँ, म कुद्न पनि सक्दिनँ भनेर सास बढ्दै आयो। विभिन्न कुराहरू हुँदै गयो। जुन हाम्रा नेपाल आर्मी हस्पिटलदेखि लिएर अब यो हाम्रो त्रिभुवन शिक्षण हस्पिटल जताततै लिएर गएँ। अब गर्न नसक्ने बेला छोडिदिउँ त भनेर भन्यो। अनि त्यहाँबाट एक दिन फोन गरेर भाइलाई भने भाइ यस्तो यस्तो भयो, त्यो डाक्टर कसैले चाहिँ अरू कुनै नयाँ कुराहरू छ भने औषधि एकताल गर्नु पर्यो, छोरीले त जागिर छोड्ने भइ भनेर भन्यो। एकताल लिएर आउनु नि त भनेर भोलिपल्टले 3 दिन हाम्रो औषधि खाइसकेपछि जुन त्यो श्वास गरेर गर्नु पऱ्यो, कुद्न सक्ने सबै आफ्नै यथास्थिति भएर 4औं दिनबाट फेरि पुनः जोइन गरेर आज त्यही छोरी मेजर भइसकेको छ। म यति सन्तुष्टि छु कि तपाईँहरूले पनि कसरी अब यस्तो चाहिँ पिनासबाट दुःख पाउनु भएको छ भने यो जिटी आयुर्वेदिक क्लिनिकमा आएर एकताल सम्पर्क गरोस्। म यसको लागि चाहिँ दावाका साथ भएर भन्छु कि औषधिले पुरापुर 100 का 100 नै काम गर्छ र फेरि तपाईँले म जस्तै गरेर दुखी भएर भौतारिनु पर्दैन भन्ने मलाई लाग्छ।